हेलो एभ्रिवान, के तपाईँ अहिलेसम्म फेसबुक या फिर व्हाट्सएपबाट टपअप गराउनुहुन्छ तर अब गराउनु पर्दैन, किनभने अब आइसकेको छ मार्केटमा एउटा अफिसियल एप्लिकेसन जहाँबाट तपाईँ आफ्नो फ्री फायर या फिर पबजी या फिर कुनै टिकटक कोइन टपअप गराउन सक्नुहुन्छ एकदमै इजी अनि सस्तो रेटमा। आउनुहोस् म तपाईँलाई पुरा फुल प्रोसेस बताउँछु कसरी तपाईँ टपअप गर्न सक्नुहुन्छ। त भिडियो एकदमै इन्ट्रेस्टिङ छ, भिडियोलाई पुरा हेर्नु होला, लाइक गर्नुपर्छ न, भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबभन्दा पहिला त एपलाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ हेर्न सक्नुहुन्छ, तपाईँ अलि स्क्रोल गर्नुहुन्छ तल, त्यहाँ फ्री फायर पबजी अनि टिकटक पनि छ। तल अझै स्क्रोल गर्नुहुन्छ त्यहाँ तपाईँलाई रिसेन्ट अर्डरको पनि अप्सन छ। तपाईँ अगर कस्टमर हुनुहुन्छ अनि तपाईँ टपअप गर्नुहुन्छ त तपाईँको नाम यहाँ फर्स्टमा आउनेछ अनि स्टेटस पनि हेर्न सक्नुहुन्छ कि मेरो टपअप भयो कि भएन। अब सिम्पली म बाई नाउमा क्लिक गर्छु, मैले फ्री फायरको चाहियो। अब यसमा अप्सन आएको छ कि सिलेक्ट गर्नु छ डायमन्ड, कति सिलेक्ट गर्नु छ डायमन्ड, तपाईँले कति डायमन्ड चाहियो। त सिम्पली मलाई 115 डायमन्ड चाहियो त म 115 मा सिलेक्ट गरिलिन्छु। यहाँ प्राइस आइसकेको छ 105। अब यहाँ हेर्न सक्नुहुन्छ ई7 नम्बर छ। त ई7 नम्बर यहाँ साइडमा रिमार्क पनि हेर्न सक्नुहुन्छ कि रिमार्कमा तपाईँ मात्र नेम लेख्नु होला अनि त्यहाँ ट्याप गरेर राख्नुहुन्छ त त्यहाँ कपी भइहाल्छ त्यो नम्बर। अब सिम्पली जानु होला आफ्नो ई7मा, ई7 एपलाई ओपन गर्नु होला। ओपन गरेपछि त्यहाँ हेर्न सक्नुहुन्छ सेन्ड मनीको अप्सन छ, सिम्पली सेन्ड मनीमा क्लिक गर्नु होला। क्लिक गरेपछि अब ई7 आइडी, अब जुन तपाईँ नम्बर कपी गर्नुभएको थियो त्यो नम्बर यहाँ हालिदिनु होला। हालेपछि अब त्यहाँ थियो 105 रुपियाँ, हेर्न सक्नुहुन्छ कि 105 छ। त सिम्पली ई7मा गएर त्यति 105 एक्ज्याक्ट अमाउन्ट त्यहाँ हालेर कन्टिन्यूमा क्लिक गरिदिनु होला। क्लिक गरेपछि हेर्न सक्नुहुन्छ कि तपाईँ बिल सेयरिङ या फिर पर्सनल युजमा क्लिक गर्न सक्नुहुन्छ। अनि रिमार्कमा मात्र आफ्नो नेम लेख्नु होला, फ्री फायर यो सब केही नलेख्नु होला, मात्र नाम लेख्नु होला अनि कन्टिन्यूमा क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरेपछि एकचोटि आफ्नो डिटेल हेरेर कन्फर्म क्लिक गरिदिनु होला। क्लिक गरेपछि यहाँ सक्नुहुन्छ कम्प्लिटको एउटा फर्म आउँछ अनि यहाँ सक्नुहुन्छ तल ट्रान्जेक्सन कोड हुन्छ। तपाईँको ई7मा यस्तै ट्रान्जेक्सन कोड हुन्छ। सिम्पली त्यसमा अलिकति तपाईँ क्लिक गर्नुहुन्छ त यहाँ कपीको अप्सन आइहाल्छ। त कपी गरेर अब तपाईँ फेरि एप्लिकेसनमा जानु होला। एप्लिकेसनमा गएपछि तल स्क्रोल गर्नु होला, त्यहाँ छ ट्रान्जेक्सन आइडी। ट्रान्जेक्सन आइडीमा त्यो पेस्ट गरिदिनु होला अनि आफ्नो युआइडी नम्बर छ त आफ्नो गेमको युआइडी त्यसमा हालिदिनु होला अनि आफ्नो निकनेम पनि हालिदिनु होला। निकनेममा हालेपछि बाइ नाउमा क्लिक गर्नु होला। क्लिक गरेपछि हेर्न सक्नुहुन्छ कि यस्तो आउँछ। तपाईँ अगर चाहनुहुन्छ एकाउन्ट बनाउनको लागि त बनाइलिनु होला, नत्र तपाईँ यहाँ छ स्किप लगइन, त स्किप लगइनमा क्लिक गर्नु होला। क्लिक गरेपछि हेर्न सक्नुहुन्छ कि बिलिङ डिटेल्स, त्यसमा तपाईँ आफ्नो नाम, एड्रेस अनि लास्ट नेम हालेर मोबाइल नम्बर, इमेल यो सब हालेर तपाईँ नेक्स्टमा क्लिक गर्नु होला। क्लिक गरेपछि हेर्न सक्नुहुन्छ कि तपाईँ एकचोटि आउँछ तपाईँ कन्फर्म गर्नको लागि तपाईँको युआइडी राइट छ कि राइट छैन, डिटेल सबै राइट छ भने नेक्स्टमा क्लिक गर्नु होला। म एकचोटि पुरा मिलाएर अनि नेक्स्टमा क्लिक गरिदिनु होला। हेर्न सक्नुहुन्छ एउटा चेकबक्स छ, त्यसमा टिक लगाइदिनु होला अनि सिम्पली प्लेस अर्डरमा क्लिक गर्नु होला। प्लेस अर्डरमा क्लिक गरेपछि तपाईँको अर्डर भइहाल्छ नि, 5 देखि 10 मिनटमै तपाईँको टपअप भइहाल्छ। अब जानु होला प्ले स्टोरमा गएर सर्च गर्नु होला नेपटेक टपअप। नेपटेक टपअप एप सर्च गरेर हेर्न सक्नुहुन्छ फर्स्ट टाइम आउँछ। सिम्पली डाउनलोड गरेर ओपन गर्नु होला अनि यहाँ टपअप गर्नु होला। ह्याभ अ गुड डे गाइज। भिडियो कस्तो लाग्यो प्लिज बताउनु होला।